भने के म पछाडि हट्छु भनेर मधेसको साथीहरूले तपाईँहरूले सम्पूर्ण साथीहरूले बुझिदिनु के मेरो साथमा बस्दिनु कि होइन घुसपेटी भएको वास्तवमा कसले घुसपेटी गरेको हो भने यो सरकारले पत्ता लाउनु पर्थेन कारबाही गर्नु पर्थेन घुसपेटियाहरूलाई अनि घुसपेटियालाई सरकारले कारबाही गर्यो भने पछि त तपाईँहरू नै छुटाउन जानुहुन्छ नि त। दर्शकबिन आज विभिन्न खालका टीका टिप्पणीहरू उठिरहेका छन्, विभिन्न खालका व्याख्याहरू भइरहेको छ। यस बिचमा हामीसँग हुनुहुन्छ जितेन्द्र प्रताप सिंह। उहाँले हामीलाई फोन गर्नुभयो, भन्नुभयो दाइ यत्तिकै पनि थ्रेटहरू आउन सुरु भइसकेको छ, अब मिडियामै एक्सपोज हुन म तयार छु। उहाँलाई कतिपय मान्छेहरूले चिन्नुहुन्छ। उहाँ जेनजीको जुन समिति छ जसको सुदन गुरुङज्यू संयोजक हुनुहुन्छ, उहाँ चाहिँ उपसंयोजक हुनुहुन्छ। उहाँलाई कतिजनाले चिन्नुभयो। विभिन्न मिडियाहरूमा विभिन्न ठाउँहरूमा जेनजीका लागि अन्तर्वार्ताहरू विभिन्न सकभर यो देशका हरेक मिडियामा उहाँको अन्तर्वार्ता आइसकेको छ। र उहाँले हामीलाई के भन्नुभयो भने दाइ तपाईँको मिडिया मार्फत एक्सपोज भइ नै सक्यौँ, टार्गेटमा परि नै सक्यौँ, अब म मिडियामै खुलेर भन्न चाहन्छु, अब कति लुकेर बस्ने, भोलिको दिनमा बाँच्छु मर्छु थाहा छैन भनेर उहाँले फोन गर्नुभएको छ। म सुरुवात गर्न चाहन्छु। के भयो तपाईँले मलाई किन फोन गर्नुभयो, के भयो? अब वास्तविकमा के छ होइन, अब यति एक्सपोज भइसकेछ, सही सत्य के कुरा छ होइन। यत्रो हाम्रो वीर शहीदहरूले रगत चाहिँ बगाएको छ, शहीद हुनुभएको छ, चाहिँ घाइते हुनुभएको छ, कसैको हात काट्नु परेछ, कसैको खुट्टा काट्नु परेछ। तर त्यो हेरेर एकदम हेर्न नसक्ने जतिको हुन्छ कि एकपल्ट हस्पिटलमा पुग्दाखेरि त्यस्तो हुन्छ। तर वास्तविक सही सत्य के हो भनेर। तपाईँ जेनजीमा के हुनुहुन्छ, कुन पदमा हुनुहुन्छ? म जेनजीको केन्द्रीय सहसंयोजक छु। सुदन गुरुङज्यू त्यसमा के हुनुहुन्छ? संयोजक हुनुहुन्छ। T21 क्याफे हुनुहुन्छ एउटा उहाँ बलवाटारमा, त्यहाँ चाहिँ लगभग देशभरिका 300 जना जेनजीको लिडरहरू आउनु भएको थियो अनि त्यहीबाट चुनिएका छौँ। अहिले तपाईँलाई कस्तो किसिमको थ्रेटहरू आइरहेको छ? ज्यान मार्ने धम्की भनेर, एक्सपोज नगर भनेर, यस्तो नगर भनेर होइन, मैले भनेको कुराहरू मान भनेर होइन, नत्र उठाइदिन्छु मारिदिन्छु भनेर त्यस्तो टाइपको धम्कीहरू आइरहेछ। अस्ति तपाईँलाई टेलिफोनमा जुन धम्की आइरहेको थियो त्यति बेला तपाईँले नै भन्नुभयो दाइ रेकर्ड गर्नुहोस् होइन, त्यो को मान्छे थियो? आज तपाईँ मिडियामा सबै कुरा बताइदिनुहोस्, किनभने हामीले जुन समाचारहरू राखिरहेका छौँ तपाईँ त्यसमा हेर्नुहोस्। जनतामा अन्योलता छ, दिवाकरजीले के गर्दैछ, के हुँदैछ, जेनजीमा के हुँदैछ, विभिन्न खालका कुराहरू छन्, सरकारमा के हुँदैछ, तपाईँ आज खुलेर भन्न अनुरोध गर्छु म तपाईँलाई। के भएको? खासमा चाहिँ के भएको भने जुन चाहिँ अस्ति चाहिँ मलाई एउटा फोन कल, एउटा मैले भिडियो बनाएको थिएँ भनेर, यो गेम खेल्ने चाहिँ को छ भनेर होइन, यो चाहिँ यसको पछाडिको कसको हात छ, मन्त्रीमण्डल कसरी बनाइरहेछ भनेर त्यो कुराहरू मार्फत होइन त्यो एउटा भिडियो बनाएँ। तर त्यो भिडियो बनाउने बित्तिकै त्यो भिडियो चाहिँ एकदम भाइरल भइरहेको थियो। अनि त्यो भिडियोमा चाहिँ के थियो? त्यो भिडियोमा के थियो? नाम तोके थियो त्यो भिडियोमा, के थियो अलिकति बताउन मिल्छ? मैले भनेको थिएँ त्योमा त सुम्ना र त भावना राउत भनेर, यसरी नै मैले भनेको थिएँ तिमीहरू जेनजी होइनस्, तिमीहरू अवसरवादी हो भनेर त्यो कुरा मैले भनेको थिएँ। तर चाहिँ मलाई एक मण्डलमा सुम्ना श्रेष्ठ र भावना राउतहरूको एक्सेस छ मन्त्री? छ प्रधानमा। अस्ति पनि बालुवाटारमा प्रधानमन्त्री कार्यालय म जाँदाखेरि होइन, लगभग उहाँ 11 जना चुनिएर गएको थियो, त्यहाँ भित्र गएर 22 जना थियो। तर एकजना त्यहाँ भावना राउत पनि त्यहीँ हुनुहुन्थ्यो। तर योभन्दा पहिलाको मिटिङमा डे 1 देखि मैले देखेको छुइनँ कुनै हस्पिटलमा चाहिँ हाम्रो साथीहरूलाई भेट्न गएको छैन, लास बोक्न गएको छैन। मैले हेरेँ प्रधानमन्त्री कार्यालयमा हुनुहुन्छ। प्रधानमन्त्री कार्यालयमा हुनुहुन्छ। अब त्यो भिडियो पछि त्यो भिडियो के डिलिट गर्नलाई तपाईँले दबाब आयो? डिलिट गर्नलाई दबाब आयो, त्यही भएर आयो। अनि त्यसपछि चाहिँ मैले चाहिँ त्यो भिडियो चाहिँ डिलिट गरिनँ, त्यो फेसबुकमा मैले प्राइभेट गरिसकेँ। यो सरकारमा जुन खालको कुराहरू आयो, तपाईँहरूले जुन सरकारमाथि आरोप लगाउनु भएको छ नि, एनजिओ आइएनजिओहरूले चलाएको सरकार होइन, यो यसको आधार के हो, प्रमाण के हो? सामाजिक सञ्जालमा छ्यापछ्यापी छ, को मान्छे कहाँसँग जुटिएछ होइन, त्यो छ्यापछ्यापी देखिन्छ होइन। अनि त्यसपछि चाहिँ यो आइएनजिओको वास्तविक नै सरकार हो कि, किनकि हाम्रो जेनजीको भएको भए म लगायत अरू अन्य जेनजी साथीहरू प्रधानमन्त्री कार्यालय जान चाहिँ त्यति समय लाग्थेन कि। लगभग म 3-4 दिनदेखि ट्राई गरिरहेको छु प्रधानमन्त्री कार्यालय गएर प्रधानमन्त्रीज्यूसँग कुरा गरौँ भनेर, अहिलेसम्म पाएको छुइनँ। गृहमन्त्रीले जाँदाखेरि त्यहाँ गृहमन्त्रीले फोन अफ गरेर बस्छ, त्यहाँभित्र म गएपछि तपाईँलाई हेरेपछि फोन अफ गर्छ? मलाई हेर्ने बित्तिकै फोन अफ हुन्छ गृहमन्त्री। यसमा अन्तर्राष्ट्रिय शक्तिहरूको कतिको प्रभाव छ यहाँ यो सरकारमा? छ यो हाम्रो देश चाहिँ रणभूमि भइसकेछ र हुन्छ, अझै रणभूमि हुन्छ। किनकि यो देशभरि होइन कमसेकम 5000 होइन यो काठमाडौँ भ्यालीमा मात्रै छन्। युएसए एम्बेसीको चाहिँ युथ काउन्सिलको भएको साथीहरू मात्रै बनिरहेछ कि, मन्त्रीमण्डल उसकै सिफारिस हुन्छ, उसकै एक्सेस छ। अब चाहिँ होइन हाम्रो छैन भने यो सरकार हामीलाई किन चाहियो? यो सरकारै हाम्रो होइन,
हाम्रो कुरा हाम्रो माग के छ सबैभन्दा पहिला यो जेन्जी जनआन्दोलनलाई यसलाई चाहिँ संस्थागत गर्नु पर्दैन यो जेनजीको आन्दोलनमा के घुसपैठी भएको हो कि तपाईँहरूले नै यो सिंहदरबारहरू अदालतहरू जलाउनु भयो? होइन घुसपेटी भएको वास्तवमा कसले घुसपेटी गरेको हो भने यो सरकारले पत्ता लाउनु पर्थेन कारबाही गर्नु पर्थेन घुसपेटियाहरूलाई अनि घुसपेटियालाई सरकारले कारबाही गर्यो भने पछि त तपाईँहरू नै छुटाउन जानुहुन्छ नि त। हामीहरू जाँदिन अब सिंहदरबार किन जलाउनु पर्थ्यो सर्वोच्च अदालत किन जलाउनु पर्थ्यो यहाँ विभिन्न अन्तर्राष्ट्रिय शक्तिका कुरादेखि लिएर विभिन्न खालका टिका टिप्पणी छ। अस्ति राष्ट्रपति कार्यालयमा तपाईँहरू जुन वार्ताको लागि राष्ट्रपति प्रदेशको संयोजकहरू थियो अनि त्यसपछि म जेन्जीको केन्द्रीय सहसंयोजक भएकाले मेरो साथीहरू भित्र जान पाइएन। त्यसपछि वास्तविक रियल जेन्जी चाहिँ बाहिर अनि त्यहाँ आइएनजिओको युथ काउन्सिलको युएस युथ काउन्सिलको मान्छेहरू चाहिँ भित्र जाने त्यो त हुँदैन 2-4 जनाको ग्रुप एनजिओ आइएनजिओ अथवा युथ काउन्सिलको मान्छेहरू भित्र थियो राष्ट्रपति कार्यालयमा थियो भित्र अनि जेन्जीहरू बाहिर। त्यसपछि जेन्जीकै साथीहरूले मलाई जितेन्द्र तिमी चाहिँ भित्र जाऊ भनेर मेरो नाम चाहिँ त्यहाँ चाहिँ राष्ट्रपति कार्यालयमा जितेन्द्र शाह भनेर हाल्दै थियो कि अनि मलाई फोन आएको थियो त्यो नाम मिस्टेक भएको छ भनेर अनि म गएँ त्यहाँ अनि त्यसपछि सबैको कुरा सुनेँ। त्यसपछि त्यहाँबाट राष्ट्रपतिजी हुनुहुन्थेन त्यहाँ कुरा सुन्ने बित्तिकै मलाई सबैको कुरा सुन्ने बित्तिकै मलाई झसङ्ग रिस उठ्थ्यो कि त्यसपछि मैले लास्टमा अन्तमा मैले के सोधेँ भने त्यहाँ वास्तविकमा यो सरकार हाम्रो हो भने 1 महिनाभित्र के काम गर्नु भएको छ देखाउनुहोस् तपाईँ मलाई गृहमन्त्रीज्यूले के गर्नु भएको छ हत्याराहरूलाई टाउकेहरूलाई किन समाते छैन पूर्व गृहमन्त्री पूर्व प्रधानमन्त्रीलाई किन समाते छैन किन छोड्या हो त्यो कुराहरू मैले त्यहाँ उठाएकै हो केही भन्नु सक्नु भएन। त्यसपछि म अन्तमा होइन त्यो मिटिङमा चाहिँ बहिष्कार गरेर होइन यो मिटिङ मलाई बस्ने कुनै अधिकार छैन मेरो साथीहरू बाहिर छ भनेर म त्यो मिटिङमा रिसाएर म बाहिर निस्केँ। त्यहाँ जेन्जीका भाइ बहिनीहरूले सुदन गुरुङज्यूको बारेमा टिप्पणीहरू गर्दै हुनुहुन्थ्यो। विभिन्न खालका अहिले सामाजिक सञ्जाल यसो हेर्ने हो भने जसरी हिजोसम्म विभिन्न ट्रेन्डहरू चलिरहेको थियो अहिले चाहिँ सुदन गुरुङ विदेशी एजेन्ट हो बालेन शाह विदेशी एजेन्ट हो कहिलेकाहीँ त हाम्रो नाम पनि आउँछ हामी पनि विदेशी नै एजेन्ट हो। योमा के हो वास्तविकता? तपाईँ भित्र बसेर हरेक बैठकमा बस्नु भएको छ उपसंयोजकको नाताले सुदन गुरुङजीको र तपाईँको बडो घनिष्ठता पनि देख्यो हामीले। के हो वास्तविकता के हो भने होइन सुदन यो आन्दोलनलाई होइन आफ्नो कन्ट्रोलमा लियो त्यही भएर उहाँले चाहिँ अलिक रेस्पेक्ट दिएर होइन उहाँले चाहिँ सल्लाहकारको रूपमा राखेर यो जेन्जी जेन्जीमा वास्तवमा परेर सिटिजनसिप चेक गरेर अनि अगाडि बढ्नुपर्छ। यो जनआन्दोलनलाई संस्थागत गराउनुपर्छ। यो यदि गराउन सकेन भने हामीले यो चाहिँ हामीहरूलाई माथि चाहिँ यो आतङ्कवादीको ट्याग लाग्छ। त्यसपछि चाहिँ ट्याग लागिसकेपछि हाम्रो भाइ बहिनीहरूको कसैको भविष्य हुँदैन बाहिर जान पाउँदैन उच्च स्तरीयको शिक्षा हासिल गर्न पाउँदैन। यो कतिसम्मको हो? यो सरकारले के गर्न खोज्या हो? संस्थागत गराउनु पर्दैन? यो कुरा उठाउने बित्तिकै तपाईहरुले जेन्जीले नै बनाएको सरकार भन्छ नि त सर यो हाम्रो केही सरकार होइन मन्त्रीमण्डलमा त्यहाँ मन्त्रीसँग भेट्न जाने अधिकार छैन जान पाउँदिन प्रधानमन्त्री जान जेन्जीका भाइ बहिनीहरूले विभिन्न फेक सिग्नेचर गरेर मन्त्री सिफारिस गरेको व्यापक छ्यापछ्याप्ती थियो र भिडियो नै बनाएर विभिन्न जेन्जीका भाइ बहिनीहरूले भनिरहेका थिए त्यो सिग्नेचर हाम्रो होइन हाम्रो सिग्नेचर कृत्य भएको छ लगायतका विषयहरू थियो। यो के भइरहेको छ? यो चाहिँ फेकै हो। अस्ति पनि मिडिया ट्रायल गराएको थियो मित्र मिडिया ट्रायल गराउँछ पहिला त्यसपछि चाहिँ यहाँ मिडिया ट्रायलमा के गरिदिन्छ अर्को गरिदिन्छ कि फेक सिफारिस गरेर मन्त्री बनाइदिन्छ त्यो कुरा थाहा भएन चाहिँ मैले मिराजलाई पनि फोन गरेर सोध्या हो अनि त्यसपछि चाहिँ परवेशलाई पनि सोध्या पुरुषोत्तमलाई पनि सोध्या हो तर खासमा चाहिँ त्यस्तो केही भएको थिएन। अन्य साथीहरूले पनि सोद्धा केही भन्नु भएन हामीले जानकारी छैन भनेर भन्नुभएको। उहाँ चाहिँ आफै भन्नुभयो दाइ म मिडियामा आएर बोल्न चाहन्छु त्यतिको लागि मात्रै म अस्तिसम्म उहाँको न कहीँ नाम लिए न उहाँको बारेमा केही व्याख्या गरे। जितेन्द्रजी तपाईँले हामीलाई दिएको प्रमाणहरू फेक हो कि ओरिजिनल हो बताउनुहोस्। ओरिजिनल हो। 1 बजे रातिसम्म अस्ति एउटा मिटिङ सकाएर अनि म आएको थिएँ अनि सुतिरहेको थिएँ अनि त्यति बेला नि चाहिँ एउटा भर्जन 2 ग्रुपमा चाहिँ होइन एमबेसीको गाडी त्यसपछि एउटा भिडियो होइन त्यहाँ आयो गाडीमा को थिए नाम नलिए पनि को थिए को हुन सक्ने सम्भावना थियो त्यति चाहिँ भन्न मिल्छ कि मिल्दैन? जुन चाहिँ अहिले सेकेन्ड म्यान हुनुहुन्छ नि यो के भन्छ यो लिड गर्नुहुन्छ प्रधानमन्त्री कार्यालय जानुहुन्छ सबथोकमा अगाडि बोल्नु भएको छ तपाईँसँग अन्तर्वार्ता पनि दिएछ त्यही थियो अनि त्यसपछि चाहिँ त्यही गाडीमा मसँग अन्तर्वार्ता दिने मान्छे त्यो गाडीमा थियो गाडीमा आर्मीसँग कुरा गरेर अनि त्यसपछि त्यही गाडीमा गयो अनि त्यसपछि त्यो जुन एउटा सञ्चारकर्मी दाइ हुनु अर्थात् जेन्जीकै मान्छे गाडीमा थियो अमेरिकन एम्बेसीको गाडीमा थियो त्यही गाडीमा चढेर महाराजगञ्जतिर गयो। यसको मतलब यो देशमा साँच्ची नै दूतावासहरूको प्रभाव छ यही कुरा हामीले भनिरहेका थियौँ तर कतिपयले पत्याएनन्
यथार्थ यही हो। उहाँलाई कतिजनाले चिन्नुहुन्छ चिन्नुहुन्न। तपाईँ अहिलेको सरकारबाट राज्यबाट सुरक्षा माग्नुहुन्छ कि माग्नुहुन्न? म त सुरक्षा मागेको हो। त्यही अस्ति सुरक्षा माग्न गृहमन्त्री कहाँ जाँदाखेरि चाहिँ उहाँले चाहिँ मोबाइल स्विच अफ गरेर बस्नुभयो, भित्र जानु भएन। त्यसपछि भोलिपल्ट गयो भने एउटा रुममा बसाइयो। म लगायत अरू लगभग 10-15 जना जिन्जी अझै थिए मैले चिनेको। अनि त्यसपछि चाहिँ तपाईँ प्रधानमन्त्री कार्यालयमा गृहमन्त्रीज्यूलाई मेरो नम्बर अनब्लक गर्नु लगायतका के कुरा भएको थियो त्यो पनि बताउनु। प्रधानमन्त्रीको स्वकीय सचिवले मलाई चाहिँ ब्लक गरिदिनु भएको थियो। अनि मैले भने तँलाई चाहिँ कसले बनाएको छ? यसरी नै भने मैले तँलाई चाहिँ कसले प्रधानमन्त्रीको स्वकीय सचिव बनाएको छ? मेरो नम्बर चाहिँ ब्लक गर्ने तँलाई अधिकार कसले दियो? त अहिले चाहिँ प्रधानमन्त्रीको स्वकीय सचिव छस् भने मेरो नम्बर अनब्लक गर्नुपर्छ, छिटो अनब्लक गरेर त्यो कुरा मैले भने त्यति बेला। अब यो सबै अन्तर्वार्ता दिइरहँदा तपाईँमाथि पनि आरोप लाग्न सक्छ है जितेन्द्रजी, कि तपाईँ पनि कुनै पार्टीको झोले हुनुभयो, कुनै पार्टीबाट तपाईँले पनि पैसा लिएर यो सबै बोल्दै हुनुहुन्छ भनेर आरोप आउन सक्छ। किनभने हामीले त्यो रिपोर्टिङहरू तपाईँले दिएका प्रमाणहरूको आधारमा रिपोर्टिङ गरिरहँदा हामीमाथि पनि त्यो ट्याग आइरहेको छ होइन, विभिन्न खालका टिका टिप्पणीहरू आइरहेको छ। त्यसको लागि तपाईँ तयार हुनुहुन्छ कि? तपाईँ हुन्छ म तयार छु। तर खासमा चाहिँ यो कुराहरू उठाउँदाखेरि अरूले कसैले पनि यो कुरा बुझ्दैन कि यो जनआन्दोलनले संस्थागत गराएन भने नि सबैमाथि जतिजना चाहिँ हेर्नेलाई पनि यो संविधानमा चाहिँ कारबाही छ कि यो हेर्ने यहाँ सिंहदरबार जलिरहेछ जुन अरू साथी हेरिरहेछ नि उहाँहरूमाथि पनि राजद्रोहको मुद्दा लाग्न सक्छ। किनकि हेरे जुन मान्छे चाहिँ अहिले हेर्छ भने नि उसलाई चलाउनेलाई मात्रै होइन त्यो हेर्नेलाई पनि मुद्दा लाग्छ, कानुनमा लाग्छ। र यो आन्दोलन नै संस्थागत गराउनुपर्छ। र म यो आन्दोलनलाई राष्ट्रपतिज्यूबाट होस् या प्रधानमन्त्रीज्यूबाट होस्, यदि मलाई होइन राष्ट्रपति कार्यालय घेर्नु पर्यो भने म घेर्छु। अझै पनि मसँग साथीहरू मसँग छ, म घेर्छु। तर यो जनआन्दोलनलाई संस्थागत गराएर नै छु। फेरि पनि यो देशमा त्यही प्रकारको आन्दोलन हुन्छ भन्ने लाग्छ तपाईँलाई? तपाईँहरूमा जुन गुटफुट भइरहेको छ नि, जेन्जीहरू 4 दिशामा गइरहेको छ नि, यसले त जनता तपाईँहरूलाई बडो नजिकबाट निहालिरहेको छ। जेन्जीमै एकता छैन भने तपाईँहरू कुन फेरि आन्दोलन गर्ने? होइन, हामी चाहिँ एकता छौँ होइन। त्यसपछि वास्तवमा चाहिँ जुन चाहिँ लिड गरिराख्नु भएको छ नि सुदन दाइ, उहाँलाई चाहिँ म के रिक्वेस्ट गर्छु, तपाईँ चाहिँ अलिक साइड भएर होइन, तपाईँले सल्लाहकारको रूपमा होइन बसिदिनु कृपया। अनि हामीहरू अगाडि बढ्छौँ, हामीहरू वास्तविक जेन्जी अगाडि बढ्छौँ, हामी जेन्जीले सरकार चलाउँछौँ। अनि के कस्तो होइन हाम्रो चाहिँ के एजेन्डा हो, के माग हो, त्योतर्फ हामी बढ्छौँ कि हामीले यत्रो दिन भयो, 1 महिनासम्म भयो, त्यही अब सबजना एक ठाउँ बस्ने यो एक ठाउँ नहुनुको हामीले जानकारी पाएअनुसार त सुदन गुरुङज्यूले त तपाईँलाई निकै माया गर्नुभएको थियो कुनै समय, भाइ भनेर एकदमै माया गर्नुभएको थियो, के थियो त्यो? नमस्ते मेरो मधेसको साथीहरू है। मलाई थाहा छ तपाईँलाई धेरै कन्फ्युजन छ के भइरहेछ कसो भइरहेछ भनेर होइन। हामीले नि पहिलोचोटि गरेको हो, देश विकास गर्न पहिलोचोटि कदम चालेको। कतिपट्टि हाम्रो त्रुटि भयो होला, कम्युनिकेसनमा ग्याप भयो होला होइन, किन हामीलाई पनि यसको एक्सपिरियन्स छैन नि त, सबै कुरा गरिसकेको त छैन नि त होइन। अब यहाँ विभिन्न हाम्रो न्युजहरू पनि आइरहेछ मिडियामा, यता केही नपत्याउने हाम्रो भाइ यहीँ छ, 24/7 उसले देखाएको छ हामीले के गरेका छौँ, कसरी काम गरेका छौँ होइन। ऊ यहाँ विटनेस छ है। तपाईँ भन्न मात्र तिम्रो दाइ तिमीहरूलाई दिनरात हाजिर है। र यो अहिले चाहिँ मैले हामीले यो सुदन गुरुङ वास्तविकमा हाम्रो के भन्छ हामी नेपालको टिम हो, उहाँको संस्थापक हो। उहाँले चाहिँ यो आन्दोलनमा चाहिँ पानी बाट्नु भएको छ। र उहाँले चाहिँ अहिले चाहिँ हाम्रो जेन्जी समूहमा पनि पर्नुहुन्न, अहिले चाहिँ नेतृत्व गरिराख्नु भएको छ। तर जेन्जी समूहभित्र पर्दैन कि उहाँलाई जेन्जी भन्न सकिँदैन। तर हरेक ठाउँमा त उहाँकै नाम र चर्चा छ नि त। उहाँको मात्रै छ नि, हाम्रो छैन नि। यसको मतलब के हो? तपाईँहरू